हेलो नमस्कार अनि हार्दिक स्वागत गर्दछु। तपाईँ यति बेला हेर्दै हुनुहुन्छ एसएस नेपाल युट्युब च्यानल र एसएस नेपाल युट्युब च्यानलबाट चाहिँ तपाईँले पछिल्ला दिनहरूमा घटना सूचना मनोरञ्जन लगायतका सामग्रीहरू हामीले प्रस्तुत गर्दै आइरहेका थियौँ भने आज विशेष केही फरक तपाईहरू माझमा ल्याउनका लागि म आज सुन्दर हरैचा 2 वडा नम्बर 2 मा रहेको कोशी युवा कृषि फर्मका युवाहरूले गरेको यो मेहनत तपाईले प्रष्ट रूपमा पछाडीबाट देख्न सकिराख्नु भएको छ र साँच्चै नै हामीले विदेश आयातलाई घटाउनका लागि स्वदेशमै उत्पादन गरौँ र स्वदेशी उत्पादनलाई चाहिँ विदेशमा गएर निर्यात गर्न त नसकेला, तर स्वदेशमै रहेका जति पनि आवश्यक सामग्री विदेशबाट आयात गरेर लिइरहेका छन् त्यसलाई चाहिँ घटाउनका लागि स्वदेशमै उत्पादन गरेर स्वदेशमै गरौँ भन्ने उद्देश्यका साथमा चाहिँ यस सुन्दर हरैचा 2 नम्बर वार्डमा रहेको कोशी युवा कृषि फर्मका युवाहरूले गरेको मेहनत तपाईहरू समक्ष देखाउन आइरहेको छु। र पक्कै पनि यहाँ लगभग 8 बिघाको क्षेत्रफलमा फलफुल खेती गरिराख्नु भएको छ र फलफुल खेतीका लागि चाहिँ लगभग उहाँहरूको दिन रातको मेहनत यहाँ देख्न सकिन्छ र पछि म तपाईलाई भन्दै जानेछु यहाँ के गरियो र कसरी सुरुवात गरियो यसको बारेमा म विस्तृत जानकारी गराउने नै छु भन्दै भिडियो अन्तिमसम्म हेर्दै रहनु होला र भिडियोमा लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नभुल्नु होला। पछिल्ला केही सूचनाहरू घटनाहरूका लागि तपाईको फर्स्ट नम्बरमा तपाईको मोबाइल अगाडि स्क्रिन अगाडि आउनेछ, यसर्थ पनि तपाईलाई मैले सब्स्क्राइब गर्न अनुरोध गरे र पक्कै पनि भिडियो हेर्दै गर्नु होला। तपाईलाई मैले यो दृश्यहरू देखाइरहेको छु र अहिले म सुन्दर हरैचा नगरपालिका वार्ड नम्बर 2 मा अवस्थित कोशी युवा कृषि फर्ममा छु। यहाँका युवाहरूले सयपत्री फुल 1 बिघामा गर्नुभएको, त्यसै गरेर केरा खेती 7 बिघाको क्षेत्रफलमा गरेको दृश्य अवलोकन गराउनका निमित्त म यहाँ उपस्थित भएको छु र सयपत्री फुल र केरा खेती गरेर आत्मनिर्भरताको सुन्दर उदाहरण प्रस्तुत गर्नुभएको छ। यहाँका युवाहरूले यो खेती केवल व्यवसाय मात्र होइन, एक नयाँ सोच हो। युवाहरूले आफ्नै माटोमा भविष्य खोज्ने सोच। विगत केही वर्षदेखि नै अब हाम्रो नेपालमा विशेष गरेर विदेश जाने एउटा परम्परा बढ्दै गएको समयमा सुन्दर हरैचा 2 मा अवस्थित कोशी युवा कृषि फर्मका युवाहरूले भने आफ्नै माटोमा आफ्नै गाउँमा बसेर परिश्रम र लगनले सम्भावना खोजेका छन्। सयपत्री फुल केरा खेतीबाट उनीहरूले आम्दानी मात्रै होइन, अन्य युवाहरूलाई पनि देशमै केही गर्न सकिन्छ भन्ने सुन्दर सन्देश दिएका छन्। उहाँहरूले भन्नुहुन्छ केही समय पश्चात अहिलेलाई केरा खेती र साथै मौसमी बाली अन्तर्गत सयपत्री फुल रोप्नु भएको छ र यो 6 महिनाभित्रको परिणाम देख्न सक्नुहुनेछ तपाईहरूले पनि। र अबका आउँदा केही दिनभित्रमै 3वटा पोखरीमा माछा पालन गर्ने, पछि गाई पालन गर्ने पनि भन्ने उहाँहरूको नयाँ सोचका साथ अघि बढ्नु भएको छ, देशमै केही गर्ने उद्देश्यका साथ। र उहाँहरूलाई एकदमै हृदयबाट सम्मान हामीले व्यक्त गर्नै पर्ने हुन्छ। यो एउटा उदाहरण हो, दरिलो उदाहरण। विदेशी आयातलाई घटाउने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने यो पहल साँच्चै सम्मानजनक छ। यस्ता कार्यले नेपालको कृषि क्षेत्रमा नयाँ क्रान्ति ल्याउने सम्भावना पक्कै पनि धेरै बोकेको छ। आत्मनिर्भरता भनेको केवल आर्थिक बल होइन, आफ्नो श्रम र सोचाइमा विश्वास गर्ने शक्ति हो। कोशी युवा कृषि फर्मका युवाहरूले यही शक्ति देखाएका छन्। तपाईले प्रत्यक्ष रूपमा देखाइरहेको छु एसएस नेपाल टिभीबाट र तपाईले देख्न पनि सक्नुहुनेछ। साँच्चै नै यो यस्तो उदाहरणीय कार्यले गरेर चाहिँ देशभरका युवाहरूलाई प्रेरणा मिलोस् भन्ने एउटा कामना छ हाम्रो तर्फबाट कि विदेश जानु मात्र विकल्प होइन, आफ्नै माटोमा पसिना बगाएर पनि भविष्य उज्यालो बनाउन सकिन्छ। यो दरिलो उदाहरण तपाईले पनि देख्न सक्नुहुनेछ र अहिले पनि नेपालमा केही छैन, केही अवसर नै छैन भन्नेहरू जुन युवाहरू हुन्छ उहाँहरूले चाहिँ यो भिडियो हेरेर पनि केही सिक्न सक्नुहोस्, केही गर्न सक्नुहोस्। मेहनत गरे आफ्नै माटोमा मेहनत गरौँ, अर्काको देशमा पनि गएर मेहनत नै गर्नुपर्ने हो। सुरुमा सङ्घर्ष हुन्छ, दुःख हुन्छ, कष्ट हुन्छ, पछि परिणाम राम्रो नै हुन्छ। पक्कै पनि यो भिडियो हेर्दै गर्नुहुने अभिभावकज्यूहरूले पनि आफ्ना सन्तानलाई चाहिँ
प्रोत्साहन गरौँ। अब अहिलेको अवस्था चाहिँ कस्तो छ भनेदेखि 12 पढेपछि विदेश नै जानुपर्ने अवस्था छ र यो चाहिँ नेपाल सरकारले पनि बुझिदियोस्। नेपालका युवाहरूले चाहिँ विदेश पलायन हुनबाट रोक्नका लागि चाहिँ कृषि क्षेत्रमा धेरै केही आर्थिक रूपमा चाहिँ अलिकति बजेट निकालियोस्, सहयोग गरोस् कृषि क्षेत्रको लागि भन्ने एउटा हामी कामना गर्छौँ। भन्दै अब केही प्रश्नहरू हामीले आज यही सुन्दर हरैसा वार्ड नम्बर 2 मा अवस्थित कोशी युवा कृषि फर्मका सञ्चालकसँग केही भलाकुसारी पनि गरेका छौँ। केही प्रश्नहरू, केही वार्तालाप पनि गरेका छौँ, त्यो प्रस्तुत गर्न चाहन्छु। अनि यस्तो छ, हामी चाहिँ यो जुन केही हामी अहिले जो गऱ्यौँ 4-5 जना 6 जनाले हामी के गर्ने, केही न केही व्यापार व्यवसाय नेपालमै गरौँ, विदेशमा भरसक नजाउँ। किन सबै विदेश गइरहेछन् युवाहरू, अनि युवा शक्ति चाहिँ नेपालमै रहनुपर्छ भन्ने, तर केही पनि नगर्ने प्लान बिना त बसिरहेपछि त यो त्यसले त केही फाइदा भएन नि त। त्यसो भएको कारणले चाहिँ हामी केही गरौँ भन्ने योजना अन्तर्गत थियौँ र हामीले यो यहाँ गर्नुभन्दा अगाडि धेरै 1-2 महिना अगाडिदेखि नै घुमेर धेरै जमिन हेऱ्यौँ, तल पनि गएर हेऱ्यौँ, नहरमुनितिर गएर पनि हेऱ्यौँ। त्यहाँ चाहिँ 15-20 बिघाहरूको जग्गा पनि हेऱ्यौँ र उपयुक्त चाहिँ अलि नभएको र आफूलाई रेखदेख गर्न पनि सहज हुने कारणले यो अलि नजिक पनि भएको कारणले चाहिँ हामी यही जग्गा चाहिँ छानेर अनि यहाँ खेती गरौँ भनेर चाहिँ हामी लागेको। युवाहरूले गरिरहेको छ भन्ने अरूको पनि हामी हेरिरहेको थियौँ र हामीले पनि केही न केही गरौँ भन्ने भयो र हामीसँग रहेको केही साथीहरू चाहिँ यो विषयमा पनि अलिकति जानकार र कृषिपट्टि पनि अलिकति अध्ययन पनि गरेको र काम पनि गरेको। अध्ययनले मात्रै त सबै कुरा हुँदैन, नेपालमा त्यसरी नै बिग्रिरहेको छ। यहाँ चाहिँ हामीले चाहिँ काम पनि प्र्याक्टिसमा पनि गरेको साथीहरू हुनुहुन्छ, उहाँहरूबाट चाहिँ यो गरियो भने हामी चाहिँ प्रतिफल प्राप्त गर्न सकिन्छ, फाइदा हुन्छ भन्ने हिसाबले लागेको। फाइदा बिना त व्यवसाय गरेर पनि भएन, केही प्रतिफल प्राप्त होस् भन्ने हिसाबले नै व्यवसाय गरेको हुनाले उहाँहरू पनि हुनुहुन्छ र केही विज्ञ अथवा जानकार व्यक्तिहरू भएको कारणले गर्दा हामीले यो खेतीमा लाग्यौँ र प्रेरणा पनि त्यसरी पनि मिलेको हो। तपाईँले योजना बनाइरहँदाखेरि चाहिँ यहाँको छरछिमेक होइन, यहाँको स्थानीय बासिन्दाहरूको कस्तो खालको सुझाव आउँथ्यो, कस्तो खालको कुराहरू आउँथ्यो? होइन, हामीले खेती गर्दै गर्दा अब समाजमा त हरेक खालको मान्छे हुन्छन् होइन, एउटा बोराभित्र पनि कुहिएको पनि आलु हुन्छ, राम्रो पनि हुन्छ भने यस्तो केही साथ चाहिँ महानुभावहरूले यहाँका मान्छेहरूले चाहिँ कस्तो भन्नुभयो भने अब यो के खेती गरेको होइन, गर्नुहुने त्यस्तो कि दुःख पायो भन्ने खालको पनि गर्नुभयो। केही मात्रामा भनेको नेगेटिभ खालको उत्प्रेरणा सकारात्मक भएको भए राम्रो हुन्थ्यो, नकारात्मक उत्प्रेरणा पनि उहाँहरूले दिने प्रयत्न गर्नुभयो केही मान्छेले। यो राम्रो हो, अब नेपालमै चाहिँ युवाहरूले कृषि गर्नुपर्छ, अब काममा यसरी लाग्ने युवाहरू लाग्दै हामीलाई पनि काम गर्ने प्रेरणा मिल्छ, यसरी गर्नुपर्छ। भोलि तपाईँहरूले गर्दै गर्दा अरू हाम्रा पनि छोरा भाइ भतिजाहरूले पनि गर्नुहुन्छ भन्ने खालको उहाँहरूले राम्रो गर्नुभएको छ भन्ने खालको कुरा पनि धेरैले गर्नुभयो। अत्याधिक अलिक बढी मात्रामा, केही मात्रामा चाहिँ यो किन गरेको, दुःख कसो के भन्ने खालको कुरा पनि आउँछ। यो त हामीले हाराहारी 6 महिना हाराहारीको प्लान देखियो र हामीले यो जुन यो कोला देखिराख्नु भएको छ यो चाहिँ हामीले जेठदेखि लगाउन सुरु गऱ्यौँ। त्यसै गरी फुल खेती चाहिँ अब हाम्रो यो त साउनमा रोपेको फुल त अब यो त 60-70 दिनको होइन, एउटा चाहिँ बाली नै भयो, त्यो त अब दीर्घकालीन त हुँदैन होइन, समयसँग हुने मौसमी बाली भएको कारणले त्यसलाई पनि हामीले यो दसैँ तिहार, विशेष गरी तिहारलाई इन्डियाबाट जुन आइरहेको थियो फुल आयात भइरहेको थियो त्यसलाई केही घटाउँ, कम्तीमा आफ्नो गाउँमा त हामीले पुर्याउन सक्छौँ भन्ने हिसाबले हामीले त्यो फुलको खेती गऱ्यौँ। त्यसै गरी यो कोला पनि हामीले उत्पादन गरौँ र हाम्रो लोकल बजारले कति जान्छ भएन भने काठमाडौँतिर पठाउनुपर्छ भन्ने हिसाबले पनि गरेका छौँ। कोला खेती त अलिक ठुलै परिमाणमा भएको हिसाबले यस सुन्दर हरैसा 2 नम्बर वार्डमा रहेको कोशी युवा कृषि फर्ममा आएर तपाईँसँग यसरी भेट्न पाउँदा एकदमै आनन्दमय, एकदमै खुसी, एकदमै ऊर्जा आइरहेको छ है। तपाईँलाई फेरि पनि म स्वागत गरेँ। हस्, यहाँलाई पनि धन्यवाद। यति लामो बाटो चाहिँ हाम्रो यो फर्म भिजिटका निमित्त आइदिनु भयो, यहाँलाई पनि धन्यवाद। र सर्वप्रथम त म तपाईँहरूलाई केही प्रश्नहरू राख्न चाहन्छु। यो फुल खेती अथवा साथै भनौँ तपाईँको यो फलफुल भनौँ, दुईटा जोडौँ, फलफुल खेतीको परियोजना सुरु गर्ने प्रेरणा कहाँबाट आयो? यो चाहिँ म विगत लामो समयदेखि अगाडि नै बाल्यकाल हुँदादेखि नै हाम्रो गाउँमा सुन्दर हरैसाको चाहिँ 7 नम्बर, अहिलेको तत्कालीन 7 नम्बर, त्यति बेलाको 2 नम्बर 1 नम्बर लगायतका क्षेत्रमा चाहिँ सानै हुँदादेखि नै केरा लाउने प्रेरणा त्यति बेलै मैले पाएको र म विदेश पनि गएँ वैदेशिक रोजगारीको सिलसिलामा बिचमा, र अगाडि पनि कोलाखेरि थियो 5-6 बिघा हुँदै गर्दा अब विदेश जानुपर्छ एकचोटि भनेर एउटा ऊर्जाका साथ विदेश गयो र त्यो जुन वैदेशिक भूमिमा बस्दै गर्दा यो हाम्रो ठाउँ रहेन छ, त्यही मुलुकमा हामीले केही गर्नुपर्छ, आफ्नै मुलुकमा गर्नुपर्छ भनेर म जब स्वदेश फिर्ता भएँ। भइसके पछाडि चाहिँ यसलाई अब विगत लगभग 15-16 वर्षदेखि कोला लागिसकेको एरिया थियो, त्यसमा चाहिँ तपाईँको रोग आउने एउटा पानामा भन्ने रोगले अत्यन्तै सतायो। त्यो रोगले चाहिँ पुरै कोलाहरू मऱ्यो, अहिले त्यो खालको जातका केराहरू कहीँ पनि छैनन्। यो चाहिँ अनि त्यस पछाडि
हामी यहाँ धेरै साथीहरू जोड्यौँ, 4-5जना 6जना। उहाँहरू पनि एकदम 22-23 वर्षका उमेरका हुनुहुन्छ, विदेश नजाने यहीँ केही गरौँ भनेर एउटा व्यवसायमा, कोही चाहिँ तपाईँको ओभरसियर पढ्नुभएका, कोही डिग्री गर्दै गर्नुभएका, कोही चाहिँ आफ्नो व्यवसाय सुरुवाती गरिरहनुभएका त्यस्ता साथीहरूलाई जोडेर यो कृषिमा पनि केही गर्नुपर्छ, कृषिबाट पनि हामी केही उन्नति गर्नुपर्छ, समाजलाई केही दिनुपर्छ, नयाँ हामीलाई ऊर्जा दिनुपर्छ भनेर चाहिँ हाम्रो एउटा टिमवर्क बन्यो। र त्यो टिमवर्कबाट चाहिँ अलिकति उहाँहरूले चाहिँ तपाईँ नै हो अब अगाडिदेखि नै गरिरहनु भएको, कृषिपट्टि अलिकति तपाईँलाई नै जानकार छ। र मैले यो सामुदायिक कृषि सहायक अन्तर्गत लेभल बीको सिसिबिटीबाट लेभल 2 पनि मैले पास गरेको छु। त्यसले गर्दा चाहिँ उहाँहरूले चाहिँ मलाई त्यो सहकार्य गर्नुभयो र त्यस पछाडि हामी सहकार्य गऱ्यौँ। र चाहिँ अहिले हामी थालिरहेका छौँ। करिब 7 बिघाको जग्गामा चिनी चम्पा जात, विलियम जात र जिनायन जातका केरा लगाएका छौँ। र 3वटा हाम्रो पोखरी छ, त्यसमा पनि हामीले माछा, अब पोखरी एकदम तयार छ। अब हामी 2-3 दिनभित्रमा त्यहाँ पनि माछा हाल्ने हाम्रो तयारी छ। र बिचमा चाहिँ अहिले फुल खेती पनि हामीले सञ्चालनमा गऱ्यौँ। करिब 1 बिघामा फुल खेती छ। फुलले चाहिँ एकदम अहिलेको बजार चाहिँ तातिरहेको छ। यहाँ साथीहरूले चाहिँ त्यो टिपिरहनु भएको छ हाम्रो चाहिँ अर्डर, फुलभन्दा धेरै अर्डर आइसक्यो भनेर चाहिँ एकदम मागै धान्न नसक्ने गरिएको छ। त्यस्तो खालको चाहिँ बजार अहिले हामीले लिइरहेको छौँ। लगभग एकदम खुसी लाग्यो तपाईँको यो कुरा सुन्दा। र यो तपाईँहरू कृषि फर्ममा चाहिँ लगभग कतिजनाको सहकार्यमा यो व्यवसाय सुरु गर्नुभयो? हामी अहिले 6जनाबाट छौँ। हामी 6जनाको लगानीमा, 6जनाको संयुक्तमा चाहिँ हामी यो सञ्चालन गरिरहेका छौँ। कति लगानी चाहिँदो रहेछ यो कृषि फर्म, मतलब यो व्यवसाय सुरु गर्नका लागि? अब यो चाहिँ यस्तो पृथक हुन्छ। अब माछाका लागि बेग्लै चाहियो, तपाईँको कोलाका लागि बेग्लै चाहियो। यो कोलाको बिरुवा पनि हामीले तपाईँको कोही इनरुवाबाट, दमकबाट, झापा गाउँपालिकाबाट, विभिन्न ठाउँबाट चाहिँ हामीले ल्याएका छौँ। यो एउटा बिरुवालाई नै हाम्रो 35 रुपियाँ पर्छ। त्यसले गर्दा प्रति बिघा कोलाका लागि चाहिँ तपाईँको न्यूनतम लागत भनेको चाहिँ 2 देखि 2.5 लाख रुपियाँ चाहिँ पर्न जान्छ। लगभग यहाँ चाहिँ हामीले फुल खेती र एउटा फलको रूपमा हामीले केरा खेती गरेका छौँ 8 बिघाको क्षेत्रफलमा। हजुर, हामीले चाहिँ 8 बिघामा कोला लगाएका छौँ। अनि त्यही भित्र 1 बिघामा चाहिँ फुल लगाएको। यो मौसमी बाली अन्तर्गत चाहिँ सयपत्री फुललाई चाहिँ एउटा प्रावधान, एउटा विदेशी आयातलाई घटाउनका लागि चाहिँ स्वदेशमा उत्पादन गर्नुभयो। हजुर, यो हाम्रो चाहिँ एकदम यो चाहिँ कर्मा जातको हो। कर्मा 555 भन्ने जातको हो। योभन्दा अगाडि 2-3 वर्ष अगाडि चाहिँ 111 भन्ने जातको अलिक ठुलो, अलिक कम हुन्थ्यो। यो चाहिँ एकदम हाइब्रिड जातको बिउ हो। यो चाहिँ यताउति पाइँदैन पनि। यो चाहिँ तपाईँको थाइल्यान्डबाट काठमाडौँमा आउँछ र काठमाडौँ मार्फत हामीले चाहिँ सिधै गरेका छौँ। यो चाहिँ एउटा तपाईँको 1000 को प्याकेटलाई नै 6-7 हजार रुपियाँ पर्न जान्छ। त्यसले गर्दा यो अलिकति महँगो जातको, यसमा क्यातुके हुँदैन र छुगा एकदम गहकिलो, ओजनदार चाहिँ राम्रो खालको क्वालिटीको छ। यो चाहिँ अरू बेला पनि गर्न सकिन्छ। यो चाहिँ विदेशी आयातलाई रोक्न, जस्तो इन्डियन माला भित्रिने समय भइसक्यो, त्यसलाई रोक्न चाहिँ हामीले यो गऱ्यौँ। तर 12 मास पनि यसलाई लगाउन सकिन्छ। अब नेपालको बजारले चाहिँ तिहारमा मात्रै हो। इन्डियन बजार चाहिँ तपाईँको 12 मास हुन जान्छ। तर नेपालको फुल चाहिँ इन्डियन बजारमा गएर बिक्दैन। त्यसले गर्दाखेरि यो चाहिँ नेपालमा चाहिँ प्रायः 12 महिना लगाउँदा पनि अत्यन्तै राम्रो। तर 12 महिना चाहिँ यसको बजार नभएको, तिहारमा मात्रै बजार भएको कारणले गर्दा यसलाई चाहिँ सिजनकै रूपमा चाहिँ हामीले लगाएका हौँ। युवा पुस्तालाई कृषितर्फ आकर्षित गर्ने मुख्य उद्देश्य के हुन जान्छ? होइन, अब अहिले पनि हामी देख्ने गर्छौँ 12 पास गर्ने बित्तिकै अस्ट्रेलिया जाने कि जापान जाने कि कहाँ जाने कि भनेर चाहिँ त्यो छ, ट्रेन्ड छ। तर वास्तविक अघि त हजुरले भन्नुभयो उद्देश्य चाहिँ के छ भने नेपालमा बजार छैन, उत्पादन गरौँ, बजार छैन। त्यसले गर्दा अहिले पनि तपाईँको अस्ति साउनमा माथिल्लोपट्टि एकदम कोलाहरू नबिकेर बारीमै कुहिने, पाक्ने, झर्ने जस्ता भए। त्यसले गर्दाखेरि यो बजारलाई चाहिँ अलिकति राज्यका विभिन्न संयन्त्रले यो बजारलाई चाहिँ केही मात्रामा दिने र विभिन्न विषयमा चाहिँ तपाईँलाई मलबिउ तालिम प्राप्त चाहिँ सहकार्य गरिदिने पालिकाले लगायतले हो भने चाहिँ यो चाहिँ तपाईँको कृषिमा अगाडि बढ्न सकिन्छ। ओके, यो फुल र केरा खेतीको क्षेत्रफल तपाईँले बताइसक्नुभयो 8 बिघाको क्षेत्रफलमा गरिसक्नुभयो। यी खेती गर्दा के कस्ता समस्याहरू, चुनौतीहरू स्थानीयहरूको हुन्छ नि, एउटा खुट्टा तान्ने प्रवृत्ति छ अहिले यो समाज, नेपाली समाजमा? तपाईँले के कस्ता समस्याहरू झेल्नुभयो तपाईँहरूले यो व्यवसाय गर्दै गर्दा? अहिले यो त धेरै नै छ होइन, त्यस्ता त अब आइहाल्छन्। तपाईँको कसैले चाहिँ अब तपाईँको बिरुवै नदिने है, मैले चाहिँ लाउँदैछु भने अर्कोलाई नदिने, अनि तपाईँको अलिकति जानकारहरूले चाहिँ नयाँ गर्न खोज्नेलाई नसिकाउने, किनभने यो हामीभन्दा बाटो हुने भयो, यसले चाहिँ बजार
व्यापक पिट्ने भयो, हामी गर्ने भयौँ, हाम्रा नबिक्ने भयो भनेर यस्ता धेरै छन्। अनि तपाईँको विभिन्न किसिमका केरामा रोगहरू लागेका छन्, रोगको नियन्त्रण गर्न सकिरहेको छैन, रोगको पहिचान गर्न सकिरहेको छैन, ठुला प्राविधिक ल्याउँदा पनि त्यो रोगको नियन्त्रण गर्न सकिरहेको छैन। अहिले अलिकति मेरो यहाँभन्दा बाहिर पनि 1.5 बिघा जतिमा छ, त्यहाँ चाहिँ तपाईँको थम्बा फुट्ने पानामा रोगले एकदम सताइरहेको छ। मैले एकदम ठुल्ठुला प्राविधिकहरू पनि गर्दा यो चाहिँ अहिलेसम्म यसको निवाकरण नै हुन सकेको छैन, यसको पहिचानै हुन सकेको छैन भनिरहनुहुन्छ। त्यस्ता धेरै समस्याहरू छन्। खुट्टा तान्ने प्रवृत्ति त अब हाम्रो समाजमा एक्लै अर्कालाई नदेख्ने, गरी खाएकोदेखि नसहने नै हो, त्यसले गर्दा नै विदेश जानु परेको युवाले हो। त्यस्ता प्रविधि पनि हामीले झेलिरहेका छौँ। ती सबैको हामी सामना गर्दै अगाडि बढिरहेछौँ। हामी केही हदसम्ममा, केही दिनमा, केही वर्षहरूमा हामी सफल हुन्छौँ भन्ने चाहिँ यो खुट्टा तान्ने प्रविधिको बावजुद पनि होइन, यो कार्य गर्नका लागि तपाईँहरूले यति धेरै एउटा प्रेरित हुनुभयो होइन। कुनै मतलब अघि भन्नुभयो कुनै संस्थामा आबद्ध हुनुहुन्थ्यो यो अगाडिका दिनहरूमा केही कार्यहरू गर्नका लागि? होइन, त्यो त थियौँ हामी। अब विभिन्न सङ्घ संस्थामा आबद्ध छौँ। सङ्घ संस्थाबाट पनि हामीले अगाडि बढिरह्यौँ। त्यहाँबाट पनि हामीले केही कुराहरू सिक्यौँ, अन्यलाई पनि सिकायौँ र हामी पनि एउटा त्यहाँबाट सिकेका कुरा आफ्नो जीवनमा लागू गर्दै अगाडि बढ्नुपर्छ भनेर चाहिँ हामी अगाडि बढ्यौँ। यस खेतीबाट चाहिँ आम्दानी कति लिन सकिन्छ? केरा खेतीबाट अब भर्खर रोप्नु भएको छ, कति महिना भयो यो लगभग? यो चाहिँ तपाईँको हामीले जेठमा रोपेको। अब केरामा 1 लट मल हाल्ने बेला भयो। अब तपाईँको मल हालिसके पछाडि यो चाहिँ चैत वैशाखबाट चाहिँ यो पसाउन सुरु गर्छ। लगभग यसको जेठ असारबाट यसको बिक्री वितरण गर्न हामी सुरु गर्छौँ। लगभग 1 वर्षको समय अवधिमा चाहिँ लगभग यसको फल उत्पादन लिन सकिन्छ। अनि यो फुल चाहिँ कुन समयबाट रोप्नु भयो? कुन समयमा रोप्दा तिहारको समयमा ठ्याक्क फुल्ने हुने रहेछ? हाइब्रिड फुल हो यो चाहिँ हामीले गाउँघरमा लाए जस्तो। त्यो चाहिँ गाउँघरमा चाहिँ अलिकति रूढिवादी परम्परा अनुसार एकादशीको दिन चाहिँ फुल रोप्ने भनेर चाहिँ एकादशीको दिन रोप्ने चलन छ, त्यो ठुली एकादशी भन्नेमा। तर यो चाहिँ हाम्रो त्यो दिन गनेर काउन्टिङको हिसाबले तपाईँको 60 दिनमा रोप्नुपर्ने हुन्छ। तर यसपालि हाम्रो अलिकति त्यो बिरुवा उमार्दै अलिकति ढिलो भएको कारणले गर्दा 5-7 दिन हाम्रो ग्याप भएको कारणले गर्दा अत्यन्तै धेरै कोपिलाहरू छन्। त्यो कोपिलाका फुलहरू बस्न सकेनन्। यो चाहिँ तपाईँको 60 दिनमा तयार हुने हाइब्रिड जातको फुल हो। 60 देखि 75 दिनको ग्यापमा चाहिँ यो तयार हुन्छ। जस्तो यस खेतीबाट चाहिँ अब 8 बिघा जग्गा भनेको त धेरै हो। तपाईँहरू 6 जनाले मात्र गर्नु भएन होला, रोजगारीहरू पनि दिनुभएको छ कि? रोजगारी पनि दिएको छौँ। यो चाहिँ तपाईँ अब यसबाट त रोजगारी त आइगयो नि। अब यो 7 बिघामा तपाईँले हाम्रो जोताइ मात्रै 1,20,000 भन्दा माथिको जोताइ हामीले गऱ्यौँ। त्यसमा अब ट्र्याक्टरवालाले पनि कमाउनु भयो, ट्र्याक्टरको ड्राइभरले पनि कमाउनु भयो, त्यो ट्र्याक्टरमा आउने मजदुरले पनि कमाउनु भयो। अर्को यो रोपाइका निमित्त चाहिँ तपाईँको हाम्रो 1.5-2 लाख पनि लागेको छ। त्यो 1.5-2 लाखमा चाहिँ तपाईँको मजदुरहरूले काम गर्नुभयो। त्यहाँ चाहिँ लगभग 150-200 जना मजदुरले काम गर्नुभयो। अनि अहिले पनि हामीसँग 3 जना मजदुर चाहिँ दैनिक मासिक रूपमै पनि हुनुहुन्छ। लगभग तपाईँहरूले यो खेतीबाट चाहिँ आम्दानी कति अपेक्षित गर्नुभएको छ? यो चाहिँ लगभग तपाईँको सबै खर्च कटाएर 25 देखि 30 लाख चाहिँ हामीले आकलन गरेका छौँ। यो सम्पूर्ण बाली, माछा साछा तपाईँको पनि फुल सबै गरेर। अहिले तत्कालै त माछा छैन होइन, अब माछा कहिलेदेखि लाउने? माछा अब हाम्रो 2-3 दिनभित्रमा सबै पोखरीहरू तयारी भइसकेको छ। हामीले पानी छ नि सब लगायोरी। अब यो 2-3 दिनभित्रमा हाम्रो माछा पनि हामी हालिहाल्छौँ। मिलनजी, तपाईँसँग कुराकानी गर्न पाउँदा एकदमै खुसी लागेको छ। र यस फुल खेती लगभग यसको दलहरू लिँदा ओर्दा, फुलहरू रोप्दा ओर्दा कति खर्च लाग्यो फुलकै लागि चाहिँ, सयपत्री फुलको लागि? यसको चाहिँ तपाईँको हाम्रो 60 देखि 80 हजारको हाराहारीमा खर्च छ। यसबाट आम्दानी 2 देखि 2.5 लाख हुन्छ भन्ने हामीले अनुमान गरेका छौँ। यसमा चाहिँ तपाईँको त्यसको एउटा सानो बिहा लाइने तपाईँको 8 रुपियाँ 9 रुपियाँ 10 रुपियाँ पर्छ। र त्यस पछाडि हामीले त्यसलाई पिन्चिङ प्रविधि गऱ्यौँ र पिन्चिङ गरेर चाहिँ त्यसको टुप्पा हुन्छ, त्यसलाई फेरि उमार्यौँ, त्यो टुप्पालाई पनि बेच्यौँ, टुप्पालाई पनि रोप्यौँ। त्यो लगभग 12-15 हजारको चाहिँ हामीले त्यो पिन्चिङ गरेर त्यो बोट पनि बेच्यौँ बिरुवामा। र त्यस पछाडि रहेको हामीले रोप्यौँ र चाहिँ रोप्दाको खर्च लगायत सम्पूर्ण गरेर त्यही 60 देखि 80 हजारको हाराहारी। लगभग अहिले त यो फुलहरू पनि फुलिसकेको छ, फक्रिसकेको छ र यहाँ बस्दा बस्दै लगभग 6-7 वटा अर्डरहरू त मैले देखिसकेँ है। अहिले लगभग कतिवटा अर्डरहरू पुगिसके तपाईँका? अहिले चाहिँ यहाँ लगभग 1800 वटा मालाको अर्डर चाहिँ हामीसँग आइसक्यो। हामीले धेरै व्यापारीहरूले पनि हामीलाई फोन गर्नु भएको छ, काठमाडौँबाट पनि फोन गर्नु भएको छ। तपाईँको देशका विभिन्न ठाउँहरूसँग एउटा चाहिँ हाम्रो ग्रुप छ लगभग त्यहाँ 700-800 जनाको कर्मा मेरीगोल्ड लगाउने व्यवसायीहरूको, त्यसमा म पनि जोडिएको छु। र त्यहाँ पनि साथीहरूले दाङदेखि, घोराइदेखि, बुटवलदेखि विभिन्न साथीहरूले उता पनि फुलको चाहिँ माग एकदम अत्याधिक
झरेको फुल कम भएकोले यता पनि पठाइदिनुहोस् भन्ने चाहिँ यहीँका लोकल व्यापारीहरूले पनि आज पनि हामीलाई 2टा फोन आयो, हामीलाई चाहिँ 50,000 बराबरको दिनु, 1 लाख बराबरको दिनु, कति चाहिँ हामी चाहिँ सबै आएर तपाईँको 4 रुपियाँको ठुङ्गाले चाहिँ बोझैमा किन्छौँ, हाम्रो जिम्मा भयो भन्ने पनि कुराहरू आइरहेको छ होइन। 4 रुपियाँ 5 रुपियाँ लगायत चाहिँ त्यसरी कुरा आइरहेको कारणले गर्दा हामी चाहिँ अहिले पेपरले डाइरेक्ट दिने भन्दा पनि हामीसँग अब हाम्रो भिडियो हेरेर हाम्रो चाहिँ यो फुल खेती गरेको छ भन्ने थाहा पाएर हाम्रो वरिपरिका छरछिमेकी दाजुभाइ इष्टमित्र सबैले माग्नु भएको कारणले गर्दा चाहिँ यो चोटिको चाहिँ अलिकति त्यो यो हाइब्रिड जातको भएकाले अलिक माला पनि एकदम मोटो देखिने, ओजनदार गकिलो देखिने भएको कारणले गर्दा चाहिँ एकचोटि चाहिँ हामी हाम्रो स्थानीयलाई चाहिँ यो माला लगाउनुहोस् भनेर प्रेरित गरेर उहाँहरूलाई नै बेच्छौँ र अर्को पालदेखि तपाईँहरू पनि लाउनुहोस्, 10 बोट लाउनुहोस्, 20 बोट लाउनुहोस्, बिरुवा हामी दिन्छौँ र चाहिँ आफैले उत्पादन गरेर लाउनुहोस् भनेर चाहिँ हामीले सिकाउनु पनि खोजिएको। जस्तो यो यहाँनेरिको स्थानीय जनप्रतिनिधि अब सुन्दर हरैचा नगरपालिका अथवा वार्डहरूले कतिको यो कार्यको लागि चाहिँ सपोर्ट गरिराख्नु भएको छ, के छ यसमा गरिरहनु भएको छ। यसमा वडाध्यक्षज्यू पनि बेला बेला आउनुहुन्छ, तपाईँहरूले राम्रो गर्नुभयो, म यो जग्गा पनि तपाईँहरूले एकदम यो 7 बिघा गर्नुभयो, यसलाई 20 पुर्याउनुपर्छ, 20 बिघा गर्नुहोस्, म यहाँ वरिपरि खोजिदिन्छु भनेर त्यो वडाध्यक्षज्यू पनि लागिरहनु भएको छ। हामी नगरपालिकासँग पनि परामर्श गरिरहेका छौँ। कृषि शाखाले पनि तपाईँको प्राविधिक रूपमा चाहिँ विशेष सहयोग गरिरहेछ। कृषि शाखाले चाहिँ हामीलाई कहिलेकाहीँ आउने ओर्ने भिजिट गर्ने, त्यहाँ चाहिँ कुराहरू प्राविधिक कुराहरू नजानेका मैले त्यो कृषि शाखामा हाम्रो सुदीप भण्डारी हुनुहुन्छ, उहाँलाई सोध्छु, उहाँले चाहिँ बताइदिनुहुन्छ। हाम्रो केराबारीको चाहिँ कृषि शाखा हुनुहुन्छ हाम्रो भण्डारीजी, उहाँले पनि हामीलाई प्राविधिक रूपमा ज्ञान दिइरहनु भएको छ। यो फुलको विषयमा चाहिँ हाम्रो प्रवेश भण्डारी हुनुहुन्छ, केराबारी गाउँपालिकाको कृषि शाखा अधिकृत, उहाँले चाहिँ विशेष पहिले पनि बिउ बेच्नुहुन्थ्यो, उहाँको पसल थियो, त्यसले गर्दाखेरि उहाँले चाहिँ एकदम यसमा अनुभव पनि गर्नुभएको कारणले गर्दा चाहिँ अहिले विशेष प्राविधिक सहयोग चाहिँ उहाँले गरिदिइरहनु भएको छ। यसमा चाहिँ प्राविधिकको रूपमा नगरपालिकाले प्राविधिकहरूले ठुलो सहयोग गरिरहनु भएको छ। जस्तो अब तपाईँको यो आगामी दिनहरूमा यस खेतीलाई चाहिँ अझ विस्तार गर्न योजनाहरू केही बनाउनु भएको छ? हामीले बनाएका छौँ। यसलाई चाहिँ अहिले 7 बिघा छ, यसलाई चाहिँ हाम्रो अर्को वर्ष गरेर लगभग 5 वर्षभित्रमा चाहिँ यसलाई 50 बिघा बनाउने चाहिँ हाम्रो लक्ष्य छ। अब यहाँ हामीले जग्गा पाउन ठुलो अभाव छ, यो पनि हामीले एकदम ठुलो कोसिस गरेर यो जग्गा फेला पारेका छौँ। यहाँ छेउछाउमा अझै खोजिरहेका छौँ, विभिन्न ठाउँमा खोजिरहेका छौँ र अब अहिले जग्गा दिनलाई चाहिँ जग्गा धनीहरूले चाहिँ 2 वर्ष 3 वर्ष 5 वर्षलाई हामी दिँदैनौँ, हामी रोप्छौँ के रोप्छौँ भनिरहनु भएको छ। त्यसले गर्दा अब आफ्नो जग्गा छैन, अरूको जग्गा खोज्नुपर्छ, महँगो लिज पनि भेटिँदैन, त्यसले गर्दा जग्गाको अभावले चाहिँ हामीले यसलाई सञ्चालन गर्न सकिरहेका छैनौँ। लगभग यो जग्गा धनी चाहिँ को हुनुहुन्छ? कति जतिमा चाहिँ तपाईँले जग्गा भाडामा लिनुभयो अथवा वार्षिक कस्तो हुन्छ? यो चाहिँ हामीले वार्षिक चाहिँ तपाईँको प्रति बिघा 40,000 दरले लियौँ। यो चाहिँ हाम्रो एकजना कि समथिङ राई हुनुहुन्छ, हामीले चाहिँ यो त्योभन्दा जग्गा धनीबाट भन्दा पनि सेकेन्ड पर्सनबाट चाहिँ सेकेन्ड पर्सनले 15 वर्षको लागि लिनुभएको रहेछ। हाम्रो भरत साजी हुनुहुन्छ र उहाँले चाहिँ हामीलाई 5 वर्षको लागि दिनुभएको। हामीसँग स्ट्रक्चरहरू पनि छ, गाई पाल्ने भैँसी पाल्ने लगायतका स्ट्रक्चरहरू पनि सम्पूर्ण हामीले लिएका छौँ। अब त्यस्तो योजना अहिले चाहिँ हाम्रो तत्काल योजना छैन गाई भैँसी पालनका निमित्त। त्यस्तो योजना फेरि बनेछ भने हामीसँग ग्वालीहरू पनि एकदम गाईका लागि गोठ, गाईका लागि मेसिन, भुसा एकदम पर्याप्त रूपमा छ। ओके, यो तपाईँहरूको 6 जनाको स्वामित्वमा यो व्यवसाय सुरु गर्नुभयो, उहाँहरूको नामहरू तपाईँले भन्न मिल्छ भने भनिदिनुहोस्। होइन, मिल्छ। हामीसँग एकजना तपाईँको कपिलराज दाहाल भन्ने हुनुहुन्छ, परशुराम आचार्य रमेश भन्ने हुनुहुन्छ, अनि हाम्रो भाइ हुनुहुन्छ टिकाराम घिमिरे, विनोद अधिकारी, विजय ओझा लगायत चाहिँ हामी 6 जना मसहयोग गरेर हामी 6 जना चाहिँ यो जोडिएका छौँ। तपाईँको दृष्टिमा नेपालका युवाहरूले कृषि प्रधान देशमा अथवा कृषि क्षेत्रमा कसरी आत्मनिर्भर बन्न सक्छन्? यस्तो छ, अब आत्मनिर्भरका कुराहरू चाहिँ पहिले प्र्याक्टिस हुनु पर्यो, जान्नु पर्यो, अनि त्यसलाई चाहिँ आफूले केही सिप चाहिँ सिक्नै पर्छ र त्यो सिपलाई चाहिँ तपाईँको उद्यममा परिणत गर्नु पर्यो, अनि उद्यमशीलता हुन्छन् भन्ने चाहिँ मेरो एकदम छोटो निष्कर्ष यही हो। लगभग अझ पनि राष्ट्रले होइन यो स्थानीय क्षेत्रले के गरिदियोस् भन्ने अपेक्षा छ तपाईँलाई? अहिले स्थानीय क्षेत्रलाई चाहिँ अब तपाईँको पहिलो कुरो त अब यो कन्सल्टेन्सी बन्द गर्नुपर्छ विदेश जानेलाई, त्यसलाई कन्सल्टेन्सी बन्द गर्ने, अनि नेपालमा रोजगारी केही न केही छन्, यहाँ चाहिँ अनेकौँ कुराहरू छन्, यसलाई चाहिँ सिर्जना गर्ने, स्टडी गर्ने र चाहिँ यहाँका युवालाई उद्यमशीलता बनाउने र उद्यमशीलता मार्फत चाहिँ अगाडि बढाउने चाहिँ म चाहिँ सरकारले गरोस् भन्न चाहन्छु। ओके, अब हामी अन्तिम चरणमा छौँ। तपाईँलाई अन्तिममा चाहिँ युवा पुस्तालाई कृषि रोज्न के सन्देश दिन चाहनुहुन्छ? होइन, युवा पुस्तालाई चाहिँ म के भन्न चाहन्छु भने म पनि हिजो
तपाईँको 4 वर्ष करिब 72 सालदेखि 76 सालसम्म साउदीमा चाहिँ बसेर आएको, वैदेशिक रोजगारी भोगेर आएको। त्यसले गर्दा त्यहाँको दुःख पीडा कष्ट सबै मैले भोगेको छु। त्यो हाम्रो ठाउँ होइन, ती मुलुकहरू हाम्रा मुलुक होइनन्। हाम्रै मुलुकमा केही गरौँ, केही गर्न सकिन्छ भनेर चाहिँ हामी पनि लागेका छौँ। सबै लागौँ। तपाईँको चाहिँ अहिले यहाँ जग्गा भेटिँदैन, हामी पाहाड जाउँ। पाहाडमा चाहिँ तपाईँको धेरै जग्गाहरू चाहिँ तपाईँको त्यत्तिकै भिर पाखा पहरा कुदेर बाँझो भएर पङ्चर भएर चाहिँ ती बन्जर भएर चाहिँ नि ती बिग्रिरहेका छन्। तिनीहरूलाई सदुपयोग गरौँ। त्यहाँ चाहिँ कफी लगाउँ, त्यहाँ चिया लगाउँ। पाहाडमा जे हुन्छ त्यसलाई उत्पादन गरौँ, तराईमा के हुन्छ त्यसलाई उत्पादन गरौँ। र यो बजार चाहिँ नि तपाईँको सरकारले पनि, स्थानीय सरकारले, विभिन्न तिनै तहका सरकारले पनि त्यो बजारलाई चाहिँ उ गरोस् र यहाँबाट चाहिँ नि अन्य मुलुकमा चाहिँ तपाईँको आयात गरिदिने चाहिँ प्रबन्ध मिलाओस् भने चाहिँ म सम्पूर्ण युवालाई चाहिँ कृषिमा छ, यसमा चाहिँ तपाईँको व्यवसाय गर्दा खेर जाँदैन भनेर सन्देश दिन चाहन्छु। मैले सोध्न छुटाएका र तपाईँले भन्न रुचाएका केही शब्द केही भए भनिदिनुहोस् अन्त्यमा। त्यस्ता त तपाईँको प्रयास सबै समेटिसकेका छन्। म फेरि पनि अब यो भिडियो हेर्नुहुने सम्पूर्णलाई चाहिँ हार्दिक धन्यवाद दिँदै अब यो कृषिमा चाहिँ नेपाल आत्मनिर्भर बनाउनका निमित्त तपाईँहरू सबै चाहिँ एकजमट रूपमा लागौँ। यो वैदेशिक रोजगारीमा पढ्न जानुभएका, विभिन्न देशमा बस्नुभएका साथीहरूलाई पनि एकदम रहरले होइन, तपाईँहरू बाध्यताले जानुभएको, म पनि बाध्यताले गएको थिएँ। तर आफ्नो मुलुकमा पनि केही गर्न सकिन्छ भनेर चाहिँ तपाईँको एकचोटि आएर केही गर्ने प्रेरणा यहाँहरूलाई पनि मिलोस् भन्ने सन्देश दिन चाहन्छु। धन्यवाद। हवस् त, धन्यवाद।